हेलो साथीहरू, गुड इभिनिङ एभ्रिवान। यो चाहिँ हिजोको भिडियो थियो है, मैले पोस्ट गर्नुमा अलिक ढिलो भयो। दाजु भाउजू म चाहिँ सिलगढी गएको थियौँ अस्ति होइन, दोकानको सौदाहरू गर्नुको लागि। भाउजू दाजु हामी तिनजना गएको थियो। अन्त दाजुले चाहिँ हामीलाई सिकाउनु हुँदै थियो, सिलगढीमा चाहिँ जग्गाहरू यस्तो हो, यो त्यहाँ हो भनेर धेरै कुराहरू सिकाउनु हुँदै थियो भाउजूलाई पनि। अनि हामी चाहिँ सौदा गर्नुको लागि सबै सौदाहरू गरेर बस स्ट्यान्डमा पुग्यौँ। बस स्ट्यान्डमा चाहिँ हामीले रिटर्न हुनुको लागि सिटहरू बुक गर्दै थियो। दाजुले सबै सिटहरू बुक गर्नुभयो। अन्त भाउजू र मैले, भाउजू चाहिँ पर्खिरहनु थियो, मैले चाहिँ पछिबाट भिडियो गर्दै थिएँ होइन। अनि हामी सौदा पनि गर्नु गयो भेजिटेबल मार्केट। दाजुले प्याज र आलु ल्याउनु भयो। मलाई भिडियो नगर है भनेर रिसाउनु हुँदै थियो र पनि मैले होइन, एउटा रिमेम्बर त हुन्छ भनेर चाहिँ अन्त भिडियो गर्दै थिएँ। दाजुले चाहिँ मेरो मात्रै किन भिडियो गर्छौँ, भैयाको पनि भिडियो गर न भनेर भन्नुहुँदै थियो कि र मैले अलिअलि भिडियो चाहिँ निकालिदिएँ होइन। अब के होइन, यस्तो मौकाहरू कहिले पनि कोही बेला आउँछ आउँदैन थाहा हुँदैन होइन। त्यसले गर्दा चाहिँ हरेक कुराहरूको क्याप्चर गर्नु मनपर्छ नि त होइन। अनि हामी फेरि मार्केटभित्र प्लास्टिकको आइटम्सहरू धेरै पाउँदो रहेछ यहाँनिर चाहिँ। गमलाहरू भयो, अनि बकेटहरू धेरै धेरै सस्तो, भन्दा पनि एकदम सस्तोमा मार्केटमा गएको थियो हामीले चाहिँ, दाजुले लिएर जानुभएको थियो। अनि यहाँ अब जाडोमा लाउने यो टोपी सक्सहरू पनि धेरै पाउँदो रहेछ। हामीले धेरै नयाँ जग्गा पनि घुम्यौँ। अनि हामी एउटा मार्केटमा गएर सबै कुरा हामीले चाहिने चिजहरू के लिस्टमा लेखेको सबै पायौँ। भाउजू पनि थाक्नु भयो, दाजु पनि थाक्नु भयो। दाजु भाउजू चाहिँ बस्नु हुँदै थियो बात गर्दै, मैले त्यसको ग्यापमा चाहिँ छिटो सौदाहरू बुक गरेँ। अनि फेरि हामी खाना खानु जानु, भाउजूले मटन थाली होइन, म र दाजु चाहिँ पोक थाली खायो हामीले चाहिँ तिनजनाले। अन्त हामी घर फर्क्यौँ। थ्याङ्क यू साथीहरू, लभ यु अल।